होइन मुडा आज केले तान्दैछ यसरी त सिसामले मात्रै तान्छ भन्छन् यो त राम्रो होइन है फेरि मुडा त यही नै छ कि मेरो आँखा पो बिग्रियो ए छोटी आमा कुपी भालो बाहिर के आए जस्तो छ यता देखा यता यता देखा न यता तेरिका के पो देख्नु थाल्यो हो आइजा सुतौं यसरी सिसाम चल्यो भने त मान्छे लगातार मर्छ भन्छन् सिकुटेको छोरी पनि बिमार भएको धेरै भइसक्यो निको भएको छैन धामी झाँक्री धेरै लगाइसक्यो रे खै त्यही त अघि आगो ताप्दा पनि सिसामले मुढा तानेको थियो अस्ति सार्केको परिवार मर्दा पनि सिसाम चलेको थियो के चाहिँ हुने होला अरे यहाँ हेर्नु त हातमा केले टोकेछ खै यो त सिसामले नै टोकेको मान्छे मर्ने छन् कि क्या हौ जेसुकै होस् सुतौं पो कुपी मार छुटीकी आमा
के गर्ने यस्तो अयो अयो ओ साइल दाइ हिजो यो रुखमा त चाहिने हो साइल दाइ मलाई केले हो कान्छा
खै यहाँ रातो एउटा आइमे रगताममै तल झरेको थियो साना दाइ को जस्तो थियो त कान्छा होइन हौ भतिजहरू के गफ पर्दै हुनुहुन्छ हौ अहिले सेवारो हो काका सेवाहरू यहाँ हिजो मलाई तर्सायो हो काका कस्तो देखियो हौ आइमै जस्तै थियो हो काका ए हो त्यस्तो देखियो भने त गाउँघरमा मरौ पो हुन्छ भन्छन् हौ यो त लिम्बूहरूले सुघा पो भन्छन् हौ सुघा पो देखेछ हौ त्यसो भयो भने त गाउँघरमा नराम्रो हुन्छ लडी मर्नेहरू पो छन् कि क्या हो म पनि परदेशतिर लाग्दैछु केटाकेटीहरूलाई हेरचाह गर्दै गर्नु हुन्छ नि काका चिन्तै नलिनु नि ल राम्रै जानेस् है काका हवस् त ल हवस् ओ साइला दाई के हो कान्छा भाइ हिजो त मलाई त्यहाँ तर्सायो आज त सँगै घर जाउँ है हुन्छ हौ कान्छा भाइ यहाँ मुसाले दुलो पारेछ टाड्लु गाई सँगै जाउँला हुन्छ नि त म पनि त्यहाँ पानी सजाएर आउँछु हुन्छ हुन्छ कहाँबाट घाँस काट्न आएर लडी छ विदेश गइरहेछ अब कसले के गर्छ नि काजकुले कसले गर्ने हो छोराछोरी पनि छैनन् खोइ छोडा छोडा भाउजू के भयो नि तँलाई भाउजू 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 दाजु यस्तै हो एक दिन जन्मेपछि मर्नुपर्छ कि यस्तै हो अब छोरो पनि छैन त्यस्तै भयो अब के गर्नु त अब मायाले छप्दैन हामी पनि मर्छौँ एक दिन होइन बाबु राम्रो यस्तै हो यो गाना आयो कि गाना आयो अब नरौ चुप लाग्यो मान्छे बेला बोलाउनु पर्छ सन्तति गर्नुपर्छ हामी पनि मर्छौँ भोलि हाम्रो बाबुआमा मरे बुढोबुढीमा मरेनन् जन्मेपछि मर्नुपर्छ अब मरियो सक्यो
हिँडे अब कुन चाहिँ बाउला यहाँ र सुतेछ चम्म छ बा ओ दाइ ओ दाइ ओ दाइ उठ ओ दाइ उठ ओ दाइ ओ दाइ ओ दाइ उठ न भनेको उठ 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 कहाँबाट बाउला यहाँ आएर सुतेछ कहाँको झ्याउरे आएर फोहोर गरेर पेटीमा सुतेछ हेर हेर यो के को झत्ता उठ छिटो गाउँ चाहिँ यही हो बाटो चाहिँ कुन चाहिँ होला बाटो यही होला दाइ एउटा कुरा सोधौँ न के होला भाइ सुकबहादुर लिम्बूको घर कहाँ पर्यो होला सुकबहादुर त यो गाउँमा छैन नि त भाइ उहाँको बुवाको नाम आइतमान लिम्बू भन्नुहुन्थ्यो ए
उहाँलाई त हामी सिक्युरिटी पो भन्छौँ त। उहाँ त हुनुहुन्न नि यहाँ, उहाँ त अहिले साउदीमा पो हुनुहुन्छ त। साउदीमै हो, हामी एउटै कम्पनीमा काम गर्थ्यौँ। उहाँको अलिकति नराम्रो खबर ल्याएको थिएँ। कस्तो खबर छ त्यस्तो? हजुर, उहाँ त उतै बित्नुभयो। मऱ्यो अरे? उहाँको त कोही पनि हुनुहुन्न भाइ, उहाँको परिवार पनि यहाँ हुनुहुन्न। उहाँको गाउँमा एउटा काका पर्ने हुनुहुन्छ, ऊ त्यही घर। ल जाउँ जाउँ, भरे बुढो मान्छेले घरमा भेटिँदैन। जाउँ जाउँ। गएको पनि 7-8 वर्ष भयो, चिठी पत्र पनि पाइएन। सुकुटी त घर फर्केर आउँछ कि भनेको त खै यस्तो नराम्रो खबर मात्रै पो सुन्यो त भाइ, साह्रै दुःख लाग्यो। ल बिस्तारै आउँ है भाइ, हाम्रो गाउँ त यस्तै छ, अब के गर्ने। ल ऊ त्यो हो बुढो मान्छेको घर। बुढो मान्छे घरमै छ जस्तो छन्। ल यतै तलबाट जाउँ। होइन हौ, बुढो मान्छे त घरमै रहेछ नि। होइन हौ दाइ, यहाँ त साह्रै नराम्रो खबर पो सुन्यो हौ। के भयो त्यस्तो खबर? कसलाई? होइन, हाम्रो सिकुरे त छैन भन्छन् त हौ यो भाइले भनेको। होइन, कस्तो कस्तो दुःख घटनाहरू सुन्नुपर्छ हौ। कहिले त्यस्तो भएको भाइ? जुलाई 17 तारिकमा दाइ। ए चचेको आमा, हजुर। भाइहरूलाई गुन्द्री बियो ल्याउ न बाहिर। हस्। भाइहरू बस्छौँ न यता। ल बसौँ भाइ, बसौँ ल। होइन, नयाँ भाइ देख्छु, के हो? कसरी त्यस्तो भयो हौ? होइन दाजु, त्यस दिन हामी स्काफोल्डिङमा काम गर्दैथ्यौँ। उहाँ जहिले श्रीमतीको र छोरीको मात्र कुरा गर्नुहुन्थ्यो। त्यस दिन हामी ड्युटीबाट अलिक अबेर कोठामा आयौँ। अनि दाइले भन्नुभयो, भाइ आज मलाई धेरै गर्मी जस्तो फिल भइरहेछ भन्नुभयो। त्यसो भए तपाईँ नुहाउनुहोस्, म खानासाना बनाउँछु। मैले भने ठिकै छ भनेर दाइ नुहाउनु लाग्नुभयो। मैले खानासाना पकाएँ, नुहाएर उहाँ कोठामा आउनुभयो। मैले भने खाना खाऊँ भने दाइले भाइ तिमी खाना खाऊ, म आज खाँदिनँ, खानै मन छैन भन्नुभयो। त्यसपछि होइन दाइ, घरको पिर मात्र लिएर कहाँ हुन्छ र, खाना त खानै पर्छ नि। मैले भने ठिकै छ भाइ, खानै मन छैन भन्नुभयो। त्यसपछि राति निकै बेरसम्म गफसफ गऱ्यौँ। मैले भने भोलि ड्युटी जानु छ, रात धेरै चिपिसक्यो, अहिले सुतौँ है भने। ठिकै छ भाइ सुत भन्नुभयो र म आफ्नो बेडमा सुतेँ। दाइ पनि पल्टिरहनु भएको थियो। त्यसपछि तपाईँको म बिहानै उठेँ। मैले भने उठ्नुहोस्, ड्युटी टाइम भइसक्यो, ड्युटीमा जानुपर्छ भने। त्यसपछि मैले उठाउँदाखेरि त उहाँ त चिसो भइसक्नु भएको रहेछ, उहाँ त बिति पो सक्नु भएको रहेछ। होइन, मान्छेको जन्मसाथले पनि के पो लेख्दो रहेछ भाइ। सुकुटे हिँडेपछि उसको छोरी नामवतीको पनि 5-6 वर्षमा मृत्यु भयो। उसको श्रीमतीको रोगबाट लडेर अकालमै मृत्यु भयो भाइ। उसको बुबा पीर र चिन्ताले बौलाएर घर छोडेर हिँडेको थियो। लामो समय पछाडि उसको पनि नराम्रो खबर मात्र पाइयो। सुकुटे त्यो घरको एक्लै छोरा थियो, उसको पनि यस्तै नराम्रो खबर मात्र आयो। होइन, यो घरको यस्तै लेखान त थियो कि क्या हो भाइ? लौ खबर यस्तै ल्याएँ। हुन्छ भाइ, जानु। तपाईँले खबर ल्याइदिएको भए हामीले थाहा पाउने पनि थियौँ। दाइ भाउजूहरू बस्नुहोस्, म पनि लाग्नु पर्यो है त। होइन हौ दाइ, सुकुटीको परिवार पनि कोही पनि छैनन्, काका पर्ने तपाईँ नै हो। अब सबै मिलेर काम चाहिँ सिकाउनु पर्छ होला। स्याहार हो काका। होइन हौ कन्छा, यता हो। के भयो काका?
होइन हौ, यहाँ त साह्रै नराम्रो खबर सुनियो नि त हौ। सुकुटे त साउदी अरबमा छैन भन्छन् नि त। साह्रै नराम्रो खबर पो सुनियो काका। होइन हौ, साउदी अरबमा एउटै कम्पनीमा काम गर्ने एकजना भाइले खबर लिएर आएको थियो। हुनु नहुनु भइहाल्यो कान्छा। अब हामीले 4 दिनमा काम सिध्याउनु पर्छ, होइन र ठुटेको बाउ? त्यही त दाइ, अब सबै इष्टमित्र मिलेर हामीले काम त सिध्याउनु पर्यो नि। लौ कान्छा, त्यसो भए अदुवा भोटे, झाँक्री बाजे, गाउँको छरछिमेक सबैलाई खबर गर्नु पर्यो र बोलाउनु पर्यो। हुन्छ हुन्छ काका, म गरिहाल्छु खबर। म गइ पनि हाल्छु काका। भाइ अब 4 दिनमा काम सिध्याउने भइयो। त्यसो भएको उनीहरूले छरछिमेक सबैलाई खबर गर्नु है। म त बाटो देखाउन मात्रै आएको हो दाइ, म नि हतारमा छु। अब काममा हामी भेट्दै गरौँ। म अति हतारमा छु दाइ, ल म पनि लागेँ ल। आज खाना सानो पनि खान भएन, भित्र हेर्नु बढी। आज के भनेदेखि आदाङबासे दलबहादुरको नाति एतमानको छोरा सिकुटे लिम्बू देश प्रदेश हुँदा बिमार भएछ। साथीहरूले उकार गर्दा पनि उकार लागेन छ। दैवले लाठी घुमाएपछि नाममा कुस्सा नाममा तेरो रहेछ, लाङा कुस्सा लाङले तेरो रहेछ। त्यसो हुँदा कुटुम्ब राजाहरूले यसो नुन तेल फुकुवा गरिदिनुहुन्छ कि भनेर हामीले बिन्ती बिसाएका छौँ आदाङबासे। आज के भनेदेखि दलबहादुर लिम्बूको नाति ऐतमान लिम्बूको छोरा सिकुटे लिम्बू देश विदेश जाँदा बिरामी भएछ। साथीभाइले धामी झाँक्री ओझा बिजुवा अस्पताल उपचार गर्दा पनि उकार लागेन रहेछ। यही जुलाई 17 तारिकको दिन 36 वर्षको उमेरमा सिकुटेको शिरमाथि दैवले लट्ठी घुमाएको हुँदाखेरि नाम्रे कुसा नाम्रे तेरु लारे कुसा लारे तेरु रहेछ। त्यसो हुँदाखेरि तपाईँहरू कुल कुटुम्ब राजाहरूले नुन तेल फुकुवा गरिदिनु भनेर बिन्ती बिछाउनु भएको रहेछ। हामीले पनि तपाईँहरूले मागेको नुन तेल फुकुवा गरिदियौँ। देश प्रदेश हुनेहरूलाई पनि फुकुवा गरिदियौँ। सुवामा सुवा दुवामा दुवा यसरी सुकुटेको मृत्युसँगै उसको सम्पूर्ण परिवारको पनि अन्त्य भएको छ। यस्तो परिघटनालाई लिम्बू समाजमा धामी झाँक्रीहरूले सिसाम चलेको भनी परिभाषित गर्ने गर्दछन्, जसको फलस्वरूप लिम्बू समाजमा यस गलत अवधारणाले गहिरो प्रभाव पारेको पाइन्छ, जसलाई जस्ताको तस्तै यस सिसाम चलचित्रमा उजागर गर्ने प्रयास गरिएको छ। धन्यवाद।